Hello guys, welcome back to my channel. आज चाहिँ we are going to Aldershot किनभने त्यतातिर चाहिँ गोर्खा कप हुँदैछ अनि म चाहिँ अहिले प्लमस्टेडतिर हो हाम्रो बस कुदिरहेको अनि हामी एकछिनपछि चाहिँ बसमा जान्छु so see you there in Aldershot. Bye. Bus is here. इभेन्ट हो हामी सबै प्रतीक्षामा रहन्छौं र आफ्नो इष्टमित्रलाई भेटेर त्यहाँ दिनभरि हामी भलाकुसारी गर्छौं रमाइलो गर्छौं गोर्खा कपमा फुटबल खेल हेर्छौं यहाँहरु सबैलाई आजको चाहिँ दिनको चाहिँ शुभकामना छ धन्यवाद अनि सुकमाया गुरुङ लीला देवी गुरुङ लीला देवी गुरुङ आसिम गुरुङ आसिम गुरुङ आउनु भएको छ आसिम गुरुङ आउनु भएको छ अब अल्डर सिटतिर लागौं के भन्छ नमस्कार भने बाबा आमा मामा माइजू काका काकी भाइ बहिनी सबैजनालाई गुरुलाई मेरो नाम चाहिँ अमीर गुरुङ हो मलाई गुरुङ भाषामा गाली नहुनुहोस् है अलिअलि बुझ्छु मैले अनि यो यहाँको नियम अनुसार मैले भन्नै पर्ने भएर मात्र भन्दैछु सिट बेल्ट है तपाईहरुले चाहिँ सिट बेल्ट चाहिँ पक्का लगाउनु होला यदि सक्नुहुन्छ भने तर मेरो काम हो भन्ने तपाईलाई कम्फर्टेबल हुँदैन भने म के भन्दैन है त्यो चाहिँ तपाईहरुको आफ्नो जिम्मेवारी हो इन केस अफ इमर्जेन्सी आपतकालीन कालमा चाहिँ यो कोचमा दुईटा ढोका छ एउटा अगाडि लेफ्टमा अनि बीचमा कोचको बीचमा राइटपट्टि दाहिनेपट्टि त्यसकारण केही आपतकालीन पर्यो भने यो दुईटा ढोका चलाएर हामी बाहिर जान सकिन्छ है अर्को कुरा यो कोचमा चाहिँ टोयलेट छ अवेलेबल छ त्यो राम्रै काम गरिरहेको छ गर्दाखेरि चलाउन सक्नुहुन्छ तपाईहरुले अनि अर्को म बिन्ती गर्छु हामी सबै नेपालबाटै आएको हाम्रो सबैलाई थाहा छ भरे फर्किने बेलामा प्लिज 7 बजे भनेको छ त्यहाँबाट मेरो यो वर्किङ टाइमले गर्दाखेरि मलाई चाहिँ एकदम टाइट हुन्छ 15 घण्टा भन्दा बढी काम गर्न सक्दिनँ मैले त्यो ट्याकोको कारणले गर्दाखेरि त्यसले गर्दाखेरि प्लिज टाइममा आइदिनु होला धन्यवाद सबैलाई सबैको दिन शुभ होस् धन्यवाद बाबु हाम्रो बाबु हामी लकी है आज हाम्रै आफ्नो नेपाली हाम्रो पूर्व चाहिँ ब्रिटिश आर्मीको चाहिँ सैनिक हुनुहुन्छ हाम्रो ठाना मौलाको अमीर बाबुलाई हामीले पाएका छौं उहाँले सबै कुरा भनिदिनु भयो पर्वत ठाना मौलाको हुनुहुन्छ अब हामी हाम्रो गन्तव्यतिर हामी सुगमताको साथमा हामी जाने छौं धन्यवाद बाबुलाई यो कुरा भनिदिनु भएकोमा अब तपाईहरुले 10 पाउन्ड चाहिँ 15 पाउन्ड वहाँ एन्ट्रीको लागि त्यो 12 वर्ष भन्दा मुनिकोलाई 5 पाउन्ड चाहिँदैन जुन बाँकी चाहिँ यात्रुहरूले 10 पाउन्ड प्लस 5 पाउन्ड 15 पाउन्ड रेडी गरेर राख्नु होला मूलवान भाइ आउँदै हुनुहुन्छ पैसा उठाउनलाई धन्यवाद म त ठाना मौला हो यता अहिले नयाँ बसोबास चाहिँ काठमाडौँ लक्ष्मीमठ जाडै रहेछ
सातहरु पनि काटेर खाइन्छ ल देख्यो हामी त अब बसेर ओर्लिने बेला भएछ अब पैसा छ्याप्पै दिनुपर्छ हामी त अब झ्याप्पै बसको 10 रुपियाँ अनि टिकटको 5 रुपियाँ 15 रुपियाँ छ्याप्पै सो हामी चाहिँ भर्खरै यहाँ बसमा झर्यो सो भर्खरै अब सबैजना निस्किन आँट्नु भएको छ मम्मी त अगाडि हुनुहुन्छ कस्तो जाडो भयो है चिसो हेलो निस्ता हेलो कस्तो लागिरहेछ त मजा है मजा सबैजना झर्दै हुनुहुन्छ अनि हामी चाहिँ एकछिनमा भित्र पस्ने Weather is so nice, so pretty. Wow. धन्न पानी परेन पानी नपरोस् गाइस भित्र टेन्ट बेसी खुला भयो के बाहिर सो हाम्रो टिकट चाहिँ हामीले भर्खरै भेटायो सो मी योर टिकट निस्ता गोर्खा कप 23rd एनिभर्सरी अनि हामी चाहिँ अब सबैजना बसबाट झर्ने कुर्दैछौँ अनि त्यसपछि एकछिनपछि हामी जाने हो Maju. Maju. Hello. Hello Baju. मैले यो भिडियो राख्न आँटेको के बजे अनि त्यही भएर हेलो बाजु हेलो नमस्ते रमाइलो फुट सामानहरु रिचेक गर्नु होला हजुरहरुको फुट सामान चेक गर्नु होला केही यस्तो छोडिएको छ भने गाडी नपाएको भने समस्या हुन्छ फेरि सजल अब हाम्रो गाडी पुरै रोइले जम अब हामी खिचौँ न टिकटको फोटो सो हामी चाहिँ एन्ट्रीतिर जाँदै हो गाइस हाम्रो बाबा चाहिँ एकदमै बिजी हुनुहुन्छ हामी चाहिँ अहिले भित्र एन्ट्री गर्दैछु यतिकै एन्ट्री दिन्छ है हजुर त्यो चाहिँ गाडी पार्किङ
यो चाहिँ हाम्रो इन्ट्रान्स हो अनि हेर्नु त यहाँ टेन्टहरू कति धेरै छ सो हामी एकछिनमा घुम्ने हो त्यो टेन्टमा सो अहिले चाहिँ यहाँ गाडीहरू आउँदैछ गाडीको लाइनहरू यहाँ चाहिँ टिकेटिङको कार्यक्रम हुँदैछ हजुर नमस्ते मम्मी हेलो हेलो वेलकम वेलकम हजुर मैले दर्शन गरिसकेँ नमस्ते गरिसकेँ हजुर हजुर नमस्ते नमस्ते हजुर हजुर पैसा कलेक्ट हुँदैछ टिकेटिङको खाजा खाने ठाउँ भाइ यो सुशी जग्गा चाहिँ पैसाहरु लिनु भयो Our food. Hello. हामी चाहिँ अब भलिन्टियर गर्न रेडी. All set for the day. अहिलेसम्म यति कलेक्ट भयो अनि people बल्ल स्टार्ट हुँदैछ आउनको लागि. We are so busy in here. बाबा हेलो. आज चाहिँ एकदमै बिजी छ हामी बिहानदेखि लागिरहेको अनि हेलो समर हेलो हजुर नमस्ते हजुर नमस्ते पुसे खै देखाउनुहोस् आथेलाई समरले कसले बनाइदिनु भएको कसले बनाइदिनु भएको कसले रे ठुलो सरले भन्न ल छ नि अनि रमाइलो भयो हजुर अब सकिन्छ हेलो हामी चाहिँ बिजी छ बिजी ल यता हेर्नुहोस् हेलो खै समरले पोज दिनु न त हेलो भन्नु न त हेलो भनिदिनु न त हेलो ल छ नि होइन ल समरले निनीलाई हेल्प गर्नुभएको हो ल खै एभ्रीबडी एक्सपेरिमेन्ट हामी चाहिँ आज एकदमै बिजी छु मम्मी टु मच अफ वर्क हामी भर्खरै भ्यायो एकछिन चाहिँ रेस्ट गर्नको लागि हामी निस्केको थ्याङ्क यू निस्ता लेट्स गो इनसाइड सुन्दै Oh my god, कति धेरै स्टलहरु कहाँ जाने रे निस्ता
कहाँ जाने भनेको भन त ल ल लेट्स गो हेरौँ न त न Oh, such a nice weather. मान्छेहरु चाहिँ टन्नै आएको छ. You can find your friend, Nisna, your long lost friend in this crowd. कति धेरै मान्छेहरु छ. हामी चाहिँ भर्खरै फ्री भएको. सो एकछिन घुम्दै छु. अनि फेरि एकछिनमा जान्छौँ हामी याद गर्न. The weather is also like so nice, guys. हुन सक्छ. मैले जसरी पनि हेर्नुपर्छ यार. Hello, bro. Long time no see. Long time no see. Katro windy ho. Katro windy ho. मेरो साथी हो निस्ता. मेरो साथी हो निस्ता. म चाहिँ यसो भिडियो बनाउन लाग्यो के भनेको. So guys, कमायो 30,000 बेसी भयो. के भन्ने गाह्रो छ ब्रो. कत्रो आएको. हाम्रो चाहिँ यति क्यास कलेक्ट भएको छ पार्किङ र टिकटिङ एन्ट्रीबाट. अब फाइनली सबै चाहिँ सकिन लाग्यो. Hello, Saman. I need a chips. ल त नि बाई भनिदिनु सबैलाई. बाई एभ्रीबडी. ल त नि हामी चाहिँ अहिले यसो स्टलहरू डुल्दैछौँ. बहिनी र म अनि समर. यता आउनुहोस्. हामी चाहिँ अहिले यहाँ मखमलीमा हो. साडीहरू हेर्दै. सबै नेपाली पसलहरू. हामी चाहिँ अनि डुल्दैछु. समर खै देखाउनु त डायरी. आमी के हो कुनको डायरी हो समर? त नि ल त नि. So here's our food. All cricket Guruji Institute लागि also it's a Nepal team all institute लागि cricket. Switch भएको छ बल पासमा ओरेन्जमा नेपाल ड्रिफ्टिङको लामो प्रहार सेन्टर कटिसकेको छ तर त्यसलाई डिफेन्डरले राम्रो सेभ. अहिले प्रसिद्धि छ सेकेन्ड हाफ नेपाल राम्रो प्रहार ग्रास राम्रो संस्कृति तर डिफेन्डरको खुट्टामा लागेर बल छोड्नु बाहिर नेपाल ड्रिफ्टिङ
Number 8, back pass. Number 2, very quickly. I don't know about double ball side pass. Number 15, passer, number 15, ball very good chance. Really that's like ball chances. Nepal team go down the chance. Nepal team form one. Guys, there is a chance. Again, Jari sir. They got another 5 minutes. Firstly, ball. Sana आपाले फोन गर्नुभयो यसको नाम बाबा आपाले फोन गर्नुभयो सानो आफू जान्नुहुन्छ नि त राजा सो गाइज हामी चाहिँ अहिले फर्किन लाग्यो एकदमै रमाइलो भयो वी ह्याड सो मच फन अनि चाहिँ त्यही अहिले चाहिँ बस चढ्न लाग्यो सो हामी त्यतितिर जाँदैछौँ Say bye to my vlog. Bye. अहिले एकछिनमा चाहिँ म बाटोको भिडियो खिच्छु ल. Okay, bye. See you later. हाम्रो आफ्नो गीत बचाउँदै सो गाइज हामी चाहिँ भर्खरै झर्यो बसबाट 9:30 भइसक्यो रातिको अनि अहिले चाहिँ बजेहरू सबैजना झर्दै हुनुहुन्छ बसबाट मेरो साथी निस्ता ल जाडो भइरहेको छ जाडो छ अब चाहिँ हामी घर फर्किने See you in my next vlog, Nista. Bye. Bye everybody. It was such a wonderful day. See you in my next video.